एभ्री सिंगल सैटरडे मक टेस्ट त दिन आउनुहुन्छ तर कमन इन्ट्रान्स एक्जाममा ठ्याक्कै कस्तो क्वेसन सोध्छ त आज हामी त्यसकै बारेमा चर्चा गर्नेछौँ। भर्खरै यही वर्ष मेडिकल एजुकेसन कमिसनले निकालेको माइक्रो सिलेबसको एनालाइसिस गर्दै गर्दै हामीले इच एन्ड एभ्री टपिक्सबाट फिजिक्सभित्रको इच एन्ड एभ्री च्याप्टर्सको इच एन्ड एभ्री टपिक्सबाट कति मार्क्सको क्वेसन सोध्छ त्यो सबै बारेमा आज डिस्कस गर्नेछौँ र त्यसमाथि माइक्रो सिलेबससँग कोरिलेट गर्दै हरेक टपिकबाट पास्ट इयर्सहरूमा चाहिँ फिजिक्सबाट कस्तो खालको कुन डिफिकल्टी लेभलको क्वेसन्सहरू आउने गरेको छ त्यो क्वेसन्सहरू मक टेस्टको क्वेसनसँग कतिको मेल खान्छ त्यो बारेमा पनि हामी आज यो भिडियोमा डिस्कस गर्नेछौँ। सो लेट्स स्टार्ट विथ फिजिक्स माइक्रो सिलेबस एनालाइसिस। सो फर्स्टमा मार्क्स डिस्ट्रिब्युसनको कुरा गर्दा फिजिक्सभित्र मेकानिक्सले 10 मार्क्स क्यारी गर्छ, हिट एन्ड थर्मोडाइनामिक्सले 7 मार्क्स क्यारी गर्छ, वेभ एन्ड अप्टिक्सले 8 मार्क्स क्यारी गर्छ, करेन्ट इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजमले 9 मार्क्स क्यारी गर्छ, इलेक्ट्रोस्ट्याटिक्स एन्ड क्यापेसिटर्सले 4 मार्क्स क्यारी गर्छ र मोडर्न फिजिक्सले 12 मार्क्स क्यारी गर्छ। र अब सुरुमा हामी कुरा गर्छौँ मोडर्न फिजिक्सको। मोडर्न फिजिक्सबाट सोधिने टपिक्सहरू यिनै हुन्। सो फर्स्टमा वेभ पार्टिकल डुअलिटीबाट जुन हाम्रो एटमिक स्ट्रक्चरको कुरा छ, जुन बोरले दिएको कन्सेप्ट होइन, डी ब्रगली वेभको कन्सेप्ट, अनसर्टेनिटी प्रिन्सिपलको कन्सेप्टहरू, सबै कुराहरू चाहिँ वेभ पार्टिकल डुअलिटीमा पर्छ। त्यसपछि जुन एक्सरेज, त्यसपछि रेडियो एक्टिभिटी, त्यसपछि इलेक्ट्रोन र फोटोनको कुरा, त्यसपछि न्युक्लियर फिजिक्स, त्यसपछि सलिड्स एन्ड सेमिकन्डक्टर्स, त्यसपछि पार्टिकल फिजिक्स एन्ड रिसेन्ट ट्रेन्ड्स, यतिवटा टपिक्सबाट चाहिँ 12 मार्क्सको क्वेसन सोध्ने भनेको छ। सो एकदम हाई वेटेज टपिक। सो यो हेर्दा लामो देखिए पनि यो इन्डिभिजुअल टपिक बाई टपिक जाँदा यो धेरै लामो टपिक चाहिँ होइन, धेरै गाह्रो टपिक होइन। सो यो टपिक्सहरू चाहिँ एकदम हाई वेटेज क्यारी गरेको हुनाले सुरुमै सकाउनुपर्छ जस्तो लाग्छ मलाई है। त्यसपछि सो इच एन्ड एभ्री टपिकको क्वेसन्सको कुरा गर्दा फर्स्टमा एक्सरेबाट सोधेको क्वेसन्सहरू यस्तो थिए। त्यसपछि रेडियो एक्टिभिटीबाट सोधेको क्वेसन्सहरू, यो सबै क्वेसन्सहरू चाहिँ मैले पास्ट सीईहरूबाटै लिएको हो, सो द्याट कमन इन्ट्रान्स एक्जाममा ठ्याक्कै कस्तो प्याटर्नको क्वेसन सोध्छ भनेर तिमीहरूलाई थाहा होस्। मैले लिएको चाहिँ कमन इन्ट्रान्स एक्जाम 2080, 81 र 82 भनेको यो वर्षभन्दा अगाडिको 3 वर्षको कमन इन्ट्रान्स एक्जाम्सहरूको क्वेसन्सहरू मैले यहाँ राखेको छु। टोटल 600 क्वेसन्सबाट चाहिँ मैले इच एन्ड एभ्री च्याप्टर वाइज मैले यसरी सेग्रिगेट गरेर क्वेसन्सहरू राखिदिएको छु है। सो यो स्क्रिनसट लिएर अथवा एकछिन पज गरेर मलाई यो क्वेसन्स आउँछ कि आउँदैन, कस्तो खालको क्वेसन चाहिँ सोधेको रहेछ भनेर एनालाइज गर्दा पनि हुन्छ। र त्यसपछि इलेक्ट्रोन्सबाट सोधेको क्वेसन्सहरू, त्यसपछि फोटोन्सबाट सोधेको क्वेसन्सहरू, त्यसपछि न्युक्लियर फिजिक्सबाट सोधेको क्वेसन्सहरू, सलिड्स एन्ड सेमिकन्डक्टर्सबाट सोधेको क्वेसन्सहरू, यो पनि सलिड्स एन्ड सेमिकन्डक्टर्सबाट सोधेको क्वेसन्सहरू, र त्यसपछि पार्टिकल फिजिक्स एन्ड रिसेन्ट ट्रेन्ड्स इन फिजिक्सबाट सोधेको क्वेसन्सहरू, यो पनि पार्टिकल फिजिक्स एन्ड रिसेन्ट ट्रेन्ड्स इन फिजिक्सबाट सोधेको क्वेसन्सहरू। र नेक्स्ट टपिक छ हाम्रो हिट एन्ड थर्मोडाइनामिक्स, जहाँ फर्स्टमा हामीले जुन थर्मोमेट्रीको कुरा छ, थर्मल एनर्जी, हिटको फ्लोको कुरा छ होइन, ट्रान्समिसन अफ हिटको कुरा छ, त्यो सबै कुराहरू पढ्नुपर्ने हुन्छ होइन। त्यसपछि थर्मल एक्सपान्सनको बारेमा पढ्नुपर्ने हुन्छ। त्यसपछि जुन हिटको मेजरमेन्ट, हिट क्यापेसिटीहरू, लेटेन्ट हिटको बारेमा क्यालोरिमेट्रीभित्र पढ्छौँ। त्यसपछि जुन आइडियल ग्यासको थ्योरीहरूको बारेमा होइन, क्यालकुलेसन्सहरूको बारेमा काइनेटिक थ्योरी अफ ग्यास च्याप्टर्सभित्र पढ्छौँ। त्यसपछि फर्स्ट एन्ड सेकेन्ड ल अफ थर्मोडाइनामिक्स पनि हामीले हिट एन्ड थर्मोडाइनामिक्सभित्रै पढ्छौँ। यो मैले ब्राकेटमा लेखिदिएको चाहिँ कति मार्क्सको क्वेसन सोध्छ भनेर लेखेको छु। सो यसमा चाहिँ 7 मार्क्सको क्वेसन सोध्छ है। सो थर्मोमेट्रीबाट यस्तो क्वेसन्सहरू सोधेको थियो पहिलाको लास्ट 3 कमन इन्ट्रान्स एक्जाम्समा। त्यसपछि थर्मल एक्सपान्सन, यो पनि जुन हाम्रो सुरुकै च्याप्टरभित्र परेको थियो। सो थर्मल एक्सपान्सनबाट यस्तो खालको क्वेसन्सहरू सोधेको थियो। त्यसपछि क्यालोरिमेट्रीबाट यो क्वेसन सोधेको थियो। ट्रान्समिसन अफ हिटबाट यो क्वेसन सोधेको थियो। त्यसपछि काइनेटिक थ्योरी अफ ग्यासेसबाट यो क्वेसन सोधेको थियो। त्यसपछि फर्स्ट ल अफ थर्मोडाइनामिक्सबाट यस्तो क्वेसन्सहरू सोधेको थियो र यो पनि फर्स्ट ल अफ थर्मोडाइनामिक्सबाटै सोधेको क्वेसन। कुनै कुनै त्यस्तो फिगर दिएर पनि क्वेसन सोध्न सक्छ। सो त्यस्तो खालको क्वेसन्सको लागि पनि आफू प्रिपेयर भएर बस्नु पर्यो। र त्यसपछि सेकेन्ड ल अफ थर्मोडाइनामिक्सबाट यो क्वेसन सोधेको थियो। सो नेक्स्ट टपिक इज इलेक्ट्रोस्ट्याटिक्स एन्ड क्यापेसिटर्स, जहाँबाट 4 मार्क्सको क्वेसन सोध्ने भनेर भनेको छ। सो यसको कुरा गर्दा फर्स्टमा वी हेभ इलेक्ट्रिक चार्ज एन्ड इलेक्ट्रिक फिल्ड होइन, यसभित्र चाहिँ इलेक्ट्रिक चार्जले गर्दा प्रड्युस हुने इलेक्ट्रिक फिल्ड, कोलम्स लहरूको बारेमा पढ्नु पर्यो। त्यसपछि सेकेन्ड सब टपिकमा इलेक्ट्रिक फिल्डको स्ट्रेन्थ, पोटेन्सियल्सहरूको बारेमा पढ्नु पर्यो होइन, गाउसको लको बारेमा पढ्नु पर्यो। त्यसपछि चाहिँ क्यापेसिटर्सको बारेमा पढ्नु पर्यो। सो यसबाट चाहिँ पहिला सोधेको क्वेसन्सहरू,
जुन यो इलेक्ट्रिक फिल्ड स्ट्रेन्थ पोटेन्शियल एन्ड पोटेन्शियल एनर्जी टपिक छ यसबाट यस्तो खालको क्वेसन्सहरू सोधेको थियो लास्ट 3 कमन इन्ट्रान्स एक्जामिनेसन्सहरूमा। त्यसपछि इलेक्ट्रिक चार्ज एन्ड इलेक्ट्रिक फिल्डबाट यस्तो खालको क्वेसन्सहरू सोधेको थियो र क्यापेसिटर्सबाट यस्तो खालको क्वेसन सोधेको थियो। र त्यसपछि हामी जान्छौँ फोर्थ टपिक द्याट इज वेभ एन्ड अप्टिक्स, जहाँबाट 8 मार्क्सको क्वेसन सोध्ने भनेर भनेको छ। यसमा चाहिँ जुन लाइटको वेभ पनि पर्छ, साउन्डको वेभ्सहरू पनि पर्छ। सो फर्स्टमा वेभ मोसन भन्ने टपिक छ हैन। त्यसपछि स्टेसनरी वेभ्सभित्र हाम्रो वेभ्स इन पाइप्स एन्ड स्ट्रिङ्स भन्ने टपिक पर्छ। त्यसपछि अकाउस्टिक फेनोमेना भनेको जुन साउन्डसँग रिलेटेड कुराहरू, डप्लर इफेक्टसँग रिलेटेड क्वेसन्सहरू सोधिरहेको हुन्छ त्यो पर्छ त्यहाँभित्र। त्यसपछि रिफ्लेक्सन भयो, रिफ्र्याक्सन भयो, डिस्पर्सन भयो, इन्टरफेरेन्स भयो, डिफ्र्याक्सन र पोलराइजेसन भयो। यो सबै लाइटको कुरा भयो। यहाँबाट टोटल 8 मार्क्सको क्वेसन सोध्ने गर्छ र 8 मार्क्सको क्वेसनभित्र वेभ मोसनबाट यो क्वेसन सोधेको थियो, स्टेसनरी वेभ्सबाट यो क्वेसन्सहरू सोधेको थियो, यो भनेको वेभ्स इन पाइप्स एन्ड स्ट्रिङ्स नै हो। त्यसपछि अकाउस्टिक फेनोमेना भनेको साउन्डसँग रिलेटेड यस्तो क्वेसन्सहरू सोधेको थियो। त्यसपछि रिफ्लेक्सनबाट यो क्वेसन सोधेको थियो। त्यसपछि रिफ्र्याक्सनबाट यो क्वेसन सोधेको थियो। त्यसपछि डिस्पर्सनबाट यो क्वेसन सोधेको थियो। इन्टरफेरेन्सबाट यो क्वेसन सोधेको थियो र डिफ्र्याक्सन एन्ड पोलराइजेसनबाट यो क्वेसन सोधेको थियो। सो अब यो सबै क्वेसन्सहरू मैले यहाँ राखिदिएको छु। यी सबै क्वेसन सल्भ गर्न थाल्यो भने त अभियसली एकदम धेरै टाइम गइहाल्छ, त्यो त इन्टायर लेक्चर बन्न जान्छ। त्यसैले इफ कुनै पनि सब्जेक्ट हो अथवा कुनै स्पेसिफिक च्याप्टरको हैन एज अ होल सबैको सोल्युसन्सहरू चाहिन्छ भने पनि कमेन्ट गर्नु होला। हामीले छुट्टै छुट्टै कमन इन्ट्रान्स एक्जामको 2080, 2081, 82 को छुट्टै सोल्युसन्सको पनि भिडियो बनाउन सक्छौँ। सो त्यो चाहिन्छ भने चाहिँ कमेन्ट गर्नु होला है। सो त्यसपछि मेकानिक्सबाट चाहिँ एकदम लामो टपिक छ, त्यसैले त्यसबाट 10 मार्क्सको क्वेसन सोध्ने भनेर भनेको छ। त्यसभित्र फर्स्टमा त हाम्रो फिजिकल क्वान्टिटिज, युनिट्स एन्ड डाइमेन्सन्सको कुरा आउँछ। त्यसपछि भेक्टर्स एन्ड स्केलर्स। त्यसपछि काइनेमेटिक्सभित्र हाम्रो मोसन इन अ स्ट्रेट लाइन र प्रोजेक्टाइल मोसन पर्छ। त्यसपछि डाइनामिक्सभित्र हाम्रो न्युटन्स लज अफ मोसन पढ्ने भयो हैन, वर्क एनर्जी एन्ड पावर पढ्ने भयो हैन। त्यसै गरी फ्रिक्सन च्याप्टर पनि यहीँभित्र पढ्ने भयो। त्यसपछि सर्कुलर एन्ड पिरियोडिक मोसनमा एउटा त सर्कुलर मोसन आफ्नो एउटा छुट्टै च्याप्टर भइहाल्यो। त्यसपछि सिम्पल हार्मोनिक मोसनको कन्सेप्टहरू पनि यही च्याप्टरभित्र पढ्ने भयो। त्यसपछि हाम्रो ग्राभिटेसनबाट, इलास्टिसिटीबाट पनि यही 10 मार्क्सभित्रै क्वेसन सोध्ने हो। त्यसपछि रोटेसनल डाइनामिक्सबाट पनि, त्यसै गरी फ्लुइड स्ट्याटिक्स एन्ड डाइनामिक्सबाट पनि जुन विस्कोसिटी र सर्फेस टेन्सनको कुराहरू आउँछ हैन, त्यो पनि हामीले मेकानिक्सभित्रै पढ्नु पर्यो। यहाँबाट टोटल 10 मार्क्सको क्वेसन सोध्ने भनेको छ। सो 10 मार्क्सको क्वेसनमा चाहिँ हाम्रो फिजिकल क्वान्टिटिजबाट सोधेको क्वेसन्सहरू यस्तो छन्। यो पनि फिजिकल क्वान्टिटिजबाट सोधेको क्वेसन्सहरू। त्यसपछि भेक्टर्स एन्ड स्केलर्सबाट सोधेको क्वेसन्सहरू। त्यसपछि काइनेमेटिक्सबाट सोधेको क्वेसन्सहरू, डाइनामिक्सबाट सोधेको क्वेसन्सहरू, यो पनि डाइनामिक्सको क्वेसन्स, यो पनि डाइनामिक्सको क्वेसन्स। त्यसपछि ग्राभिटेसनबाट सोधेको क्वेसन्सहरू, इलास्टिसिटीबाट सोधेको क्वेसन्सहरू, रोटेसनल डाइनामिक्सबाट सोधेको क्वेसन्सहरू, सर्कुलर एन्ड पिरियोडिक मोसनबाट सोधेको क्वेसन्सहरू र फ्लुइड स्ट्याटिक्स एन्ड डाइनामिक्सबाट सोधेको क्वेसन्सहरू चाहिँ यस प्रकार छन् है। सो त्यसपछि 6 च्याप्टर भनेको करेन्ट, इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजम। यसबाट पनि 9 मार्क्सको क्वेसन सोध्ने भनेर भनेको छ। सो इलेक्ट्रिसिटीभित्र यहाँ इलेक्ट्रिक क्वान्टिटिज, बेसिक कुराहरू, यसमा रेजिस्टेन्सहरूको बेसिक कुराहरू पढ्ने भयो। त्यसपछि इलेक्ट्रिक सर्किटमा जुन किर्चफ्स लको कुराहरू छ, व्हिटस्टोन ब्रिजको कुराहरू छ, त्योहरू पढ्ने भयो। त्यसपछि थर्मो इलेक्ट्रिक इफेक्ट भनेको जुन हिट र इलेक्ट्रिसिटी बिचको कम्बिनेसन जस्तै हैन। सो थर्मो इलेक्ट्रिक इफेक्टभित्र पनि सिबेक इफेक्ट, पेल्टियर इफेक्टबाट पनि क्वेसन्सहरू रिपिटेडली सोधिरहेको हुन्छ। त्यसै गरी म्याग्नेटिक फिल्ड, म्याग्नेटिक प्रपर्टिज अफ मटेरियल्स, इलेक्ट्रोम्याग्नेटिक इन्डक्सन र अल्टरनेटिङ करेन्टबाट पनि यही 9 मार्क्सभित्र क्वेसन सोध्ने गर्छ। सो इलेक्ट्रिकल क्वान्टिटिजबाट पहिला सोधेको क्वेसन्सहरू यस्तो छन्। त्यसपछि इलेक्ट्रिक सर्किट्सबाट पहिला सोधेको क्वेसन्सहरू। त्यसपछि म्याग्नेटिक फिल्डबाट सोधेको क्वेसन्सहरू। त्यसपछि म्याग्नेटिक प्रपर्टिज अफ मटेरियल्सबाट सोधेको क्वेसन्सहरू। त्यसपछि इलेक्ट्रोम्याग्नेटिक इन्डक्सनबाट सोधेको क्वेसन्स र अल्टरनेटिङ करेन्टबाट सोधेको क्वेसन्सहरू यस्तो छन् है। सो मैले एज अ होल फिजिक्सबाट
लास्ट 3 कमन इन्ट्रान्स एक्जाम्समा कस्तो क्वेसन सोधेको थियो मैले त्यो सबै देखाइसकेँ। यो सबै क्वेसन्सहरू सर हेर्ने मात्रै होइन कि आफूले आउँछ आउँदैन एनालाइज गर्ने, अनि जस्ट यो भिडियोमा दिएको क्वेसन्सहरूको एनालाइसिसको बेसिसमा मात्रै पनि तिमीहरूले अब मैले के पढ्ने त, अब मैले के अनुसार रुटिन बनाउने, कुन सब्जेक्टलाई कुन टपिकलाई बढी प्रायोरिटी दिने, त्यो कुराहरू सबै तिमीहरूले यही एनालाइसिसबाट निकाल्न सक्छौ। सो ऱ्यान्डमली टपिकहरू सिलेक्ट गरेर पढ्नुभन्दा यसरी एकचोटि माइक्रो सिलेबस हेर्ने, त्यसपछि यो क्वेसन्सहरूलाई सल्भ गरेर आफ्नो विक पोइन्ट्सहरू, आफ्नो विकनेसेसहरू, कुन चाहिँ टपिक आफूले कभर गर्न बाँकी छ त्यो एकचोटि डिस्कभर गर्ने र त्यही अनुसार कुन लेभलसम्म क्वेसन्स मैले सल्भ गर्न सक्नुपर्छ, कतिको डिफिकल्ट क्वेसन्सहरूको लागि म प्रिपेयर्ड हुनुपर्छ त्यो पनि हेर्ने है त। सो नेक्स्ट भिडियोमा हामी फाइनल केमिस्ट्रीको लागि पनि यो माइक्रो सिलेबस एनालाइसिस गर्ने नै छौँ। सो आजको लागि थ्याङ्क यू सो मच।